मम कहाँ बस्नु भएको यो घाममा घाम गइहाल्यो अनि यस्तो यहाँ आएर बस्नु भएको वेलकम टु मिस्टर डिआर ब्लगिङ र यो च्यानलमा चाहिँ यो मेरो फर्स्ट भिडियो हो। हुन त म सर्ट्स हालिरहेको थिएँ, लङ भिडियो चाहिँ यो मेरो फर्स्ट हो र यो च्यानलमा चाहिँ ओभरअल तपाईँले मेरो बारेमा, मेरो साथीको बारेमा र मेरो फ्यामिलीको बारेमा जान्ने मौका पाउनुहुनेछ र म कोसिस गर्छु विकमा एउटा भिडियो चाहिँ अपलोड गर्ने। फर द फर्स्ट टाइम हेरिराख्नु भएको छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो मन परेमा लाइक कमेन्ट चाहिँ गरिदिनु होला। सक्नुहुन्छ भने सेयर पनि गरिदिनु होला। र आज चाहिँ सटरडे, अब घरमा आएको छु खाजा खानलाई। ममले के खाजा बनाउनु भएको छ लेट्स हेरौँ है त। मम खाजा के बनाउनु भयो? यी भनेको चाहिँ के हो? सिमल तरुल आलु कच्छु। ल सिमल तरुल आलु कच्छु उसिन्नु भएछ, ममले उसिन्नु भएको। अब टक्क खाने हो। चिया पकाउँदैछु। चिया पाक्दैछ? चिया पनि पाक्दै रहेछ। खाना खाजा भयो। छोरोलाई के दिने हो? छोरोले खै खोक्दैछ, बिस्कुट खान्छ कि खाँदैन? बिस्कुट एउटा चाउचाउ ल्याउन लाग्नुपर्छ। चाउचाउ सकिएको छ? कोही छैन त्यहाँ। तातो तातो रस चाहिँ खुवाउनु पर्छ त्यसलाई। त्यही तातो रस खुवाउनुपर्छ। ल ममले सिमल तरुल अनि कच्छु अनि आलु उसिन्नु भएछ, बोइल गर्नु भएछ। अब यो चाहिँ चट्ट नुन खोर्सानी पिसेकै छ होइन म? जति त नुन खोर्सानी पिसेको छ। अब त्यो नुन खोर्सानीमा टक्क डिप गरेर खाँदाको मजा आहाहाहा। भिज्दै आउनु पर्यो। हिँड्दै आउनै पर्यो अरे। ल ठिक छ। अब मलाई हालिदिनु न त। अनि पस्केर दिन, आमाले पस्केर दिएको त अर्कै रमाइलो हुन्छ नि त। अब यहाँ बसेर टक्क आलुको बोक्रा छिल्दै नुन खोर्सानीसँग डिप गर्दै खाने हो, मजा आउँछ। यो चाहिँ आलु, यही आलु खाएर धेर मोटाएको भन्नु होला। ठिकै छ त, अलिअलि मोटाउनु पनि पर्छ नि त। दुब्लो पातलो भएर पनि त भएन होइन। यो आलु खाने, यो सिमल तरुल पनि खाने हो। अनि यो कच्छु, हामी चाहिँ कच्छु भन्छौँ यसलाई। तपाईँहरूकोतिर चाहिँ के भन्छ है मलाई थाहा छैन। कच्छु उसिनेको कुरा मलाई बबाल मनपर्छ। ल च्यास। सिजनको आलु उसिनेर खाँदा धेरै मजा आउँछ। मम चिया पाकेन? चिया पनि खानुपर्छ सँगसँगै। सिमल तरुल पनि थोरै खाऊँ न त। यस्तो मिठो लाग्छ कि सिमल तरुल उसिनेको। यसको चाहिँ सब्जी हुन्छ हुँदैन थाहा छैन। उसिनेर चाहिँ रेगुलरली खाने नै गराएको छ। जहिले जहिले घरमा ल्याइन्छ तब तब, रेगुलरली भनेको डेली त खाइँदैन। टु गुड। आज त अलिअलि घाम लाग्यो, कडै लाग्यो, तर अब यहाँ हराइहाल्छ। यो चाहिँ कच्छु है, यो तासी तासी यस्तो हुन्छ, खान मन आउँछ। चिया पनि आयो। ल यसरी चिया मजा लाग्छ। गुड सटरडे भइरहेको छ। उसिनेको आलु, उसिनेको सिमल तरुल, उसिनेको कच्छु, सँगसँगै चिया, आमाको हातको बनेको चिया। तर चिया चाहिँ खल्लो छ र पनि धेरै मिठो छ। पोख्दै खायो नि त, नपोख्नु पर्थ्यो नि त। बिस्तारै खाऊ न, नपोखिकन। ल फेरि पोख्यौ त। बाबाले चिया पिउँछु, तिमी बुबु पिउने होइन? सही छ।
मम कहाँ बस्नु भएको यो घाममा घाम गइहाल्यो अनि यस्तो यहाँ आएर बस्नु भएको ए भाँडा मान्ने भन्दा नि लुगा धुने ठाउँ हो नि मम यो स्टिलको ग्लासमा चाहिँ चिया किन पिउनु अरूमा त सेल आउँछ छिटो स्टिलकामा तातो बसिरहन्छ धेरै टाइम हो र अनि त त्यही भएर त मैले अस्ति एउटा भिडियो हालेको थिएँ क्या स्टिलको ग्लासमा चिया खानुपर्छ जाडोमा भनेर अलि बेर रहन्छ नि त अनि राम्रो हालेको छु भिडियो सधैँ किन खानु त गर्मीमा चाहिँ गर्मीमा त्यो अब खानै पर्यो नि त खाने बानी पाहाडकै बानी भयो बानी भयो पाहाडदेखि नै पाहाडको मान्छे पाहाडकै बानी हुन्छ हामी त पाहाडै हौ कि अब यी स्टिलको ग्लासमा एक माना एक माना चिया खानुपर्छ थोरैले पनि हुँदैन थोरै त कहाँ घाँटीबाट मुखबाट घाँटीबाट छिर्दैन अड्किन्छ मुखमै कपमा त यति यति जस्तो लाग्छ होइन अगाउँदै खानुपर्छ ल अगाइएपछि चाहिँ केही परेन त्यतिले अगाउनुहुन्छ अगाइ छ हो अनि खानु भएन त उसिनेको आलुहरू अहिले चिसो भयो घाम ताप्न आकि यस्तो कुनामा बसेर ल मम ल लु बाई बाई हौ ल ड्याडी पनि आउनुभयो चिया पिउन आउनुभएको ड्याडी चिया नि बनाउनु हुन्छ नि अब नास्ता पनि छ नि ड्याडीलाई सब थाहा छ नि के क्यालेन्डर बोकेर आउनुहुँदैछ ए ड्याडीको हेर्नु पर्ने छ अरे हाम्रो छतको बारी पनि म तपाईँलाई टुर गराउँछु है त ल हेर्नु गमलामा छ नि सबै यो चाहिँ हामी दुधुको साग भन्छौँ पाहाडमा हुँदा दुधुको साग भन्थ्यौँ पाहाडमा चाहिँ मिठो हुन्थ्यो यहाँ त तर टेस्टै खोइ राम्रै लाग्दैन टमाटर पनि छ यो चाहिँ ममले कम्पोस्ट म्यानर बनाउनु भएको कम्पोस्ट म्यानर समथिङ कम्पोस्ट म्यानरै होइन त्यही यी पत्ताहरू यस्तै छ फुलबारी पनि हेर्नु न फुल पनि मजाले फुलेको छ यो चाहिँ गुलाबको फुल यहाँ पनि छ अर्को फुल यो सोस्तानी फुल यो अर्को मलाई थाहा छैन के नाम हो यो नि गुलाबको फुल यो सोस्तानी फुल यहाँ पनि छ गुलाबको फुल सो फुलहरू टन्नै छ हाम्रो छतमा ममको मेहनत फुल धेरै छन् सो दिस मच फर दिस भिडियो र तपाईँहरूलाई मन परेमा लाइक गर्नुहोला र आफ्नो साथीभाइलाई पनि सेयर गर्नुहोला यो फर्स्ट भिडियो यो च्यानलको लागि सब्सक्राइब चाहिँ गर्नुहोला थ्याङ्क यू फर वाचिङ सी यु इन नेक्स्ट भिडियो बाई बाई